नाटकहरू गरेको मलाई लाग्छ सम्भवतः म एउटा विटनेस होला तपाईँको फर्स्ट नाटक हेर्ने, जुन तपाईँको त्यो झाँक्री भन्नुभएको थियो। झाँक्री मूर्ख बिरामी मूर्ख बिरामी भन्ने थियो नाटकको टाइटल, त्यो थियो नाम। त्यो नाटकदेखि भनौँ न अहिलेसम्मको यात्रामा तपाईँको एउटा स्ट्रगल भनौँ न, त्यो बेलाको समय र अहिलेको समयको अन्तर, त्यसपछि तपाईँले त्यो बेला गरेको काम र अहिले गरिरहनु भएको काम बिचको भिन्नता अथवा फरकहरू कस्तो पाउनु भएको छ आफूलाई मतलब अनुभवको रूपमा कसरी सेयर गर्नुहुन्छ यसलाई? खास गरी अब जतिखेर हामीले नाटक गर्थ्यौँ त्यो रहर थियो भनौँ न, साथीभाइ मिलेर रहरको लागि गरियो। अनि बिस्तारै बिस्तारै त्यो त्यहाँबाट नवजीवन ज्योति क्लब, समाजसेवा क्लब, यस्तै यस्तै क्लबतिर वडा के नगर जिल्ला यस्तो हुँदै हुँदै आएको नि त म चाहिँ। अनि त्यो हिसाबले चाहिँ सुरुमा सिक्ने काम अनि सिकाइतिरै बढी केन्द्रित गरियो पनि, किनभने त्यति बेला मन लागेको, किनभने एक्टिङै गर्छु भन्ने लाग्यो अनि त्यतैतिर ढल्कियो। अहिले पेसा नै भयो। यसो हेर्दाखेरि खास गरी समय फरक हो जस्तो लाग्छ, किनभने त्यति बेला जतिखेर हामीले नाटक गर्थ्यौँ मनोरञ्जनको साधन टेलिभिजन आएको थियो भर्खर होइन, अनि यही नाटक सांस्कृतिक कार्यक्रमहरू थिए। अहिले ठ्याक्कै अहिले जम्प हान्दाखेरि चाहिँ अहिले 82मा जम्प गर्दा चाहिँ अहिले मनोरञ्जनको साधन धेरै छन् होइन। अनि त्यति बेला चाहिँ मान्छेले चाहेर नचाहेर बेलुकीको समयमा हाम्रै नाटक हेर्नु पर्थ्यो, त्यही टेलिभिजन हेर्नु पर्थ्यो। अहिले मान्छेसँग अप्सन छ, उसले जे पनि हेर्न पर्छ। मान्छे 15 सेकेन्डको रिल पनि हेर्ने धैर्यता छैन। मेन भन्न खोजेको कुरा मैले के हो भनेदेखि समय फरक छ, तर मैले मलाई कसरी ढाल्छु, मलाई कसरी अपडेट गर्छु भन्ने कुरा चाहिँ महत्त्वपूर्ण हो। र मैले मेरो लक्ष्यका लागि अनि कति समय दिनुपर्ने हुन्छ, कति मेहनत परिश्रम गर्न पर्ने हुन्छ। कहिलेकाहीँ मैले गरेको परिश्रम अनुसारको भनौँ न उद्देश्य अनुसारको कमाइ नहोला होइन। अब त्यो कुरा सबै कुरा मिलाएर आफ्नो क्षेत्र मैले मेरो हिसाबले भन्नुपर्दा चाहिँ आफूलाई मन लागेको क्षेत्र नछोड्नु नै चाहिँ राम्रो कुरा हो जस्तो लाग्छ। मलाई भन्नुपर्दा अरूको नहुन सक्छ। त्यही हिसाबले मेरो पनि यतै गयो जस्तो लाग्छ। अब मान्छेको फरक अनि कहिलेकाहीँ भनौँ न कहिलेकाहीँ म यो क्षेत्र छोडिदिउँ अथवा यस्तो भन्ने चाहिँ मलाई कहिले पनि आएन। बिचमा मैले के गरेँ, त्यो बिचमा चाहिँ आएको थियो। त्यो कुरा किन आएको थियो भने जतिखेर म नाचघरमा 1 वर्षको त्यो एक्टिङ सिकिसकेका थिएँ, त्यसपछि सडक नाटकहरू नि कम भएको थियो कि त्यति बेला। अनि कम भएपछि प्लान नेपाल भन्ने मकवानपुरतिर खुब थियो। प्लान नेपालले मलाई 12 वर्ष रौतहटको लागि त्यो पनि सडक नाटकको ट्रेनर बनाउने जब दियो। त्यो पनि राम्रो स्यालेरी। लु त भनेर गएँ म। लगभग 1 महिना कलैया बसियो, 1 महिना रौतहट बसियो, सिमरा भवानीपुर भन्ने ठाउँमा बसेर जान्छ सबैतिर। अनि त्यो 2 महिना बस्दै मलाई फेरि पैसा त टन्न थियो, मनले मानेन। फेरि ब्याक टु म काठमाडौँ आइहालेँ 2 महिनापछि। अनि त्यो भएर थाहा छैन, मेरो मनलाई मस्तिष्कलाई यही काम लागेको रहेछ, यतैतिर लागिराखेको